कोस्टरमा जाँदैछ दिदी बहिनी बुढी फ्यामिली सहित एकदम दाइ अगाडि पुगिसकेको छ। यो चाहिँ बुगारेस्टको मेन रेलवे स्टेसन हो। ल गाजी हेर्नु कस्तो हिँड्ने भएर हिँड्दा छ। आम्मा गाह्रो छ नि मलाई जाँदैछ है। मेरो दिदी बुढी चढिसक्यो ट्रेनमा। ल गाइजहरू हाम्रो चाहिँ कोस्टरमा जानको लागि ट्रेनमा चढिसक्यो। दिदी रम्बा दिदी मेरो बुढी ट्रेनमा होइन पुलमा प्लेनमा भन्नु न। प्लेनमा त जान्छ कोस्टमा त। हाम्रो सिट है गाइजहरू। केटी हामी 4 जना दिएको परि भने भने कोस्टमा कस्तो जाडो कि अहिले है गर्दै होटल चेकआउट गर्दै अगाडि दिदीहरू हुनुहुन्छ हुँदै हुनुहुन्छ। हामी होटल चेकआउट गर्न लागेको। अब कोस्टन्डा बिचतिर जान लागेको। मोडर्न बिच है कोस्टन्डा बिच होइन फेरि मोडर्न बिचतिर गाडी चढ्दै हुनुहुन्छ दिदीहरू। कोस्टन्डा बिच जाँदैछ हामीहरू मोडर्न बिच है। मोडर्न बिच गएको मोडर्न बिच जाँदैछ हामीहरू है गाइजहरू। फाइनली म समुद्रमा ब्ल्याक सीमा मोडर्न बिच भन्छ यसलाई यहाँ आइपुग्यो गाइजहरू। अब अरू पछि हेर्दै हामीलाई यसलाई चाहिँ मोडर्न बिच भन्छ गाइजहरू है। अब त माथिबाट भिडियो बनाउँदैछु गाइजहरू। हाम्रो नेपालको स्वयम्भूको डाँडो जस्तैबाट झर्नुपर्ने रहेछ। म त फाइनली बिच भिजिट गर्दै आइपुग्यो गाइजहरू। गाइज फाइनली गाइज समुद्रमा आइपुग्यो है। यसलाई ब्ल्याक सी भन्छ। यो बिचको नाम चाहिँ मोडर्न बिच भन्छ गाइजहरू है। हेर्नुहोस् है मोडर्न बिच जस्तो छ मोडर्न बिच। अरू पनि यस्तै नयाँ भिडियोको लागि लाइक कमेन्ट र सब्सक्राइब गर्नु नभुल्नु होला गाइज। यसलाई मोडर्न बिच भन्छ। हाँसको पङ्क्तिको त्यहाँ चढिरहेको छ गाइजहरू। रमाइलो छ है गाइजहरू। ल आउनुहोस् ल।